देवी दिदी तपाईँ कता जानुभएको थियो? धेरै दिन भयो नि नदेखेको। धर्म कर्म गर्न मोक्ष पाउन 4 धाम तीर्थयात्रा गएको थिएँ। तर के भयो दिदी? हाम्रो बसको दुर्घटना भयो। कसैले मेरो लास पाएन। मेरो लासको शनाखत हुन नसकेको कारण कसैले मेरो दाह संस्कार पनि गरिदिएन। त्यसैले आज म यहाँ भट्किरहेको छु। सलोमी नानी, ऊ चमा पनि आइपुग्नु भएछ। कतिखेर आउनुभयो चमा दिदी? भर्खरै तिमीहरू कुरा गरिरहेको बेला। मानिसको जीवन न हो, कहाँ कसरी जाने हो थाहा नै नहुँदो रहेछ। बहिनी, तपाईँ चाहिँ कसरी मर्नुभयो? सुसमाचार सुनाउन गाउँमा गएको थिएँ। एउटा गाउँमा पुग्दा बेसरी वर्षा भयो र बाढी आयो। त्यही बाढीमा परेर मेरो मृत्यु भयो। के को सुसमाचार नानी? येशू ख्रीष्टमा जीवन छ, उद्धार छ, पापको क्षमा छ। साधारण विश्वासबाट नै हामीले त्यो प्राप्त गर्न सकिन्छ भन्ने सुसमाचार चमा। ओहो, त्यस्तो राम्रो सुसमाचार मलाई किन सुनाउनु भएन बहिनी? म त झन् तपाईकै टोलको मान्छे, तपाईकै छिमेकी थिएँ। मलाई किन सुनाउनु भएन? म तपाईकोमा कतिपल्ट गएँ, तर तपाईसँग कहिल्यै भेट भएन। तपाईँ कहिले कुन मन्दिर, कहिले के पूजा, कहिले कुन धाम जानुभएको थियो? बहिनी, तपाईले त्यो सुसमाचार मलाई भेटेर सुनाउनु नै पर्ने थियो। चाहे म रिसाउ या खुसाउ, मानु या नमानु, तपाईले त्यति बेला त्यो सुसमाचार मलाई सुनाउनु भएको भए सायद म यहाँ यसरी भट्किरहनु पर्ने थिएन। अहिले म कस्तो दुःखमा छु, कस्तो कष्टमा छु। तपाईले त्यो के थाहा? म यसरी दुःखमा कष्टमा पर्नु पर्ने थिएन कि? ओ दिदी, मैले साह्रै भुल गरेँ, मलाई माफ गर्नुहोस्। मैले समयमा यो सुसमाचार तपाईलाई भनेको भए तपाईको आत्मा बाँच्थ्यो। यसको नतिजा मैले अवश्य भोग्नुपर्छ होला। नानी, त्यो येशू भन्ने देवतालाई त मेरो छोराबाले मानेकै छ। उनीहरूले मलाई कति पटक सम्झाए, तर मैले मानिन। मा, तपाईले धेरै धर्म कर्म गर्नुभयो र गर्नु हुँदैछ। यो धर्म कर्म गरेर केही फाइदा छैन। मुक्ति र अनन्त जीवनको भागी हुन चाहनुहुन्छ भने ख्रीष्ट येशूलाई ग्रहण गर्नुहोस्। ख्रीष्ट येशूमा मुक्ति छ, उद्धार छ, अनन्त जीवन छ र तपाईँ हाम्रो पापको क्षमा छ। त बिग्रिस हाम्रो इज्जत नाम र कुललाई पनि माटोमा मिलाउन खोज्दैछस्। अझ त्यतिले मात्र नपुगेर हामीलाई पनि बिगार्न खोजिस्। तपाईलाई बिगार्न चाहेको होइन मा, तपाईको आत्मा बाँचोस् भनेर मात्रै हो। सबै कुरा थाहा छ मलाई। बाउ भन्दा छोरा जाने, खुकुरी भन्दा कर्दा लाग्ने। तैँले सिधाउनु पर्दैन हामीलाई। तँ जान्ने हुन्छस्। ए, तैँले आफैलाई के सम्झेको छस्? हामी चाहिँ पाखे भन्ठानिस् तैँले? तँ जस्तो जान्ने अरू कोही पनि छैन। बुवा, पहिला कुरा त राम्रोसँग सुन्नुहोस्। के सुन्नु तेरो कुरा? हामीलाई तेरो कुरा सुन्नु छैन। बिहान यही कुरा, बेलुका यही कुरा। बोक्न मैले जानेछु नि। अब तँलाई के गर्नुपर्छ? रात दिनेको कचकच छ, लोग्नी पनि त्यस्तै, सुहानी पनि त्यस्तै। 3 महिना खाएको छ, बसेछ नि। येशू कि सेसु भनेछ। हे भगवान, कस्तो कुलङ्गार छोरो जन्माइएछ जन्माउन नि। यस्तो छोरो जन्मिनु भन्दा बरु कोखै बाँच्न भए हुन्थ्यो नि। यिनीहरूलाई मैले जडेको छु। त्यो हुन्छ नि अब यिनीहरूको बाउको बिहे। यिनीहरूलाई के भयो मा? किन गराउनु भएको? दिनदिनैको तिमीहरूको यो कचकच हामीलाई सुन्नु छैन। अनि तेरो त्यो येशू कि सेसु भन्ने देवतालाई हामीले मान्नु परेको छैन। पुर्खादेखि मान्दै आएको धर्मलाई हामी छोड्दैनौ, बुझ्यौ? आजदेखि तिमीहरू यस घरमा 1 बस्नु पर्दैन, 2 बस्नु पर्दैन, 3 बस्नु पर्दैन। जहाँ जाने जाओ, मर। आइन त तिमीहरूको अनुहार यहाँ देखाउन पाउँदैन। ल लिएर जा। के हेरेर बसेको? मुन्टी जा। तपाईँ के हेरेर किन्नु? धेरै पैसा लिएर अर्को कुरा सुनिराख। तिमीहरू यस घरमा फर्केर आउने हो भनेदेखि तिमीले येशू धर्मलाई छोड्नु पर्छ। हामीले जे भन्यो तिमीहरू त्यही कुरा मान्नु पर्छ। नभएदेखि आजदेखि उसो तिमीहरू हामीहरूको लागि मर्यो।
हामी मर्यौं भनेदेखि तिमीलाई काज क्रिया पनि गर्नु पर्दैन, केही पनि गर्नु पर्दैन। जाऊ तिमीहरू, जहाँ जानुपर्छ जाऊ। सुन्दैनौ तिमीहरू? निस्केर जाऊ, गइहाल तिमीहरू यहाँबाट। मैले कति बेल त भन्न चाहेर पनि भन्न सकिनँ। यो मिसन टिप सकेर आएपछि तपाईँले भन्छु भने सङ्कल्प गरेको थिएँ, तर त्यो समय नै कहाँ आएर। यसोले नमानेसम्म मुक्ति पाइँदैन र नानु? पाइँदैन जम्मा, पाइँदैन। मेरो छोराबारले मानेकै छ नि, तिनीहरूले मानेर पुग्दैन र? त्यो त उहाँहरूको निम्ति मात्र भयो। आफ्नो लेखा सबैले बुझाउनु पर्छ। उहाँहरूले माने भन्दैमा हुँदैन जम्मा, तपाईँ आफू पनि मान्नुपर्छ। मेरो छोरा बुहारीले धेरै सम्झाएको थियो नि, त्यत्रो भन्दा पनि मैले मानिनँ। मलाई त साह्रै रिस उठ्यो, तिनीहरूलाई घरबाट निकालिदिए। त्यो त साह्रै अनर्थ भयो। एकछिन फर्केर जानु पर्यो, छोरा बुहारीसँग माफी माग्नु पर्यो र यहाँको स्वर्ग रहस्य मेरो श्रीमानलाई भनिदिनु पर्यो। यो मानेपछि स्वर्ग जाने हुनेछ। अब कहाँ हुन्छ र जम्मा? यो काम त पृथ्वीमा हुँदा नै गर्नु पर्थ्यो। फेरि यहाँको रहस्य पृथ्वीवासीहरूलाई बाइबल भन्ने धर्मशास्त्रमा खोलिदिएकै छ। ग्रहण गर्नु नगर्नु उहाँहरूको कुरा हो। त्यसैले तपाईँ फेरि फर्केर जान मिल्छ जस्तो मलाई लाग्दैन। दिदी, मैले तपाईँको स्वर सुन्न सकिरहेको छैन, अझ चर्को गरी बोल्नुहोस् न। देवी, तिम्रो स्वर मैले सुन्न सकिनँ। तिमी कहाँ छौ? तपाईको नाम? सलोमी। तपाईँ प्रचारमा जाँदा बाढी पहिरोमा परेर तपाईँको मृत्यु भएको रहेछ? हो। तपाईँको नाम यो पुस्तकमा लेखिएको छ। तपाईँ यो बाटो भएर जानुहोस्। हे प्रभुका दूत, रिसानी माफ पाऊ। अघि यता आउँदै गर्दा एकजना मेरै गाउँको छिमेकीको आत्मा भड्किरहेको देखे। उहाँले छुटकारा पाउने केही उपाय छ कि? तपाईँको प्रथम कर्तव्य आफ्नै गाउँ घर छर छिमेकमा सुसमाचार सुनाउनु थियो। त्यो नगरी तपाईँ अर्कै गाउँ गाउँमा पुग्नुभयो। यो कार्य पनि परमेश्वरको नजरमा ग्रहण योग्य छ। त्यो व्यक्तिलाई तपाईँले त्यो बेलामा सुसमाचार सुनाउनु भएको भए आज यसरी भड्किरहनु पर्ने थिएन। अब कुनै उपाय छैन, तपाईँ यो बाटो भएर जानुहोस्। हालेलुया, 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 हालेलुया। तपाईँको नाम? राजमती चा। तर टोलको सबैजना चमा भन्छन्। तिनीहरूले त मेरो नामै बिगारेर ल्यायो, छुआयो। तपाईँको नाम यो पुस्तकमा छैन। काश त कसरी छैन? मैले त्यत्रो धर्म कर्म गरेँ, दान दक्षिणा गरेँ, पार्टी पौवा बनाएँ, बिहानै सबेरै उठेर पूजा आजा गरेकै छु, सबै देवताको नाममा व्रत बसेकै छु। होइन, कसरी यो पुस्तकमा मेरो नाम भएन? एकचोटि राम्रोसँग हेरिदिनुहोस् न। मैले राम्ररी हेरेर नै भनेको, तपाईँको नाउँ यो पुस्तकमा छैन। छैन? होइन, मैले त्यत्रो धर्म कर्म गरेको, यो पुस्तकमा नाम नहुने, यो त अचम्म भयो बा। होइन, यो पुस्तकमा नाम लेखिनुलाई के गर्नुपर्छ? पृथ्वीवासीहरूमा यो रहस्य खोलिदिएकै छ। स्वर्गमा, पृथ्वीमाथि, पृथ्वी मुनि भएका हरेक प्राणीले यीशुको नाममा घोडा टेक्नुपर्छ र हरेक जीवले उहाँलाई प्रभु भनी स्वीकार गर्नुपर्छ। तर उनीहरू यो कुरो वास्तै गर्दैनन्, बरु रिस र आवेगमा आएर बाइबल समेत च्यातिदिन्छन् अनि यहाँ आएर पस्ताउँछन्। यो पुस्तकमा नाउँ कोर्न यीशुलाई मुक्तिदाता भनी ग्रहण गरेकै हुनुपर्छ। छुदायो? यीशुलाई ग्रहण गर्नुपर्छ भनेको। त्यो येशू देवतालाई त मेरो छोराबारले मानेकै छन्, ग्रहण गरेकै छन्। अब त मिल्न सक्छ होला नि त। तपाईँको छोरा बुहारीले यीशुलाई मान्यो र तपाईँलाई पनि मान्न लायो भनेर उनीहरूलाई जबरजस्ती घरबाट निकालिदिनु भएको होइन? के त्यो कुरा भुल्नुभयो? यहाँ त सबै कुरा थाहा पाउँदो रहेछ। मिलाइदिनु भयो त भइहाल्छ नि। मिल्दैन, मिल्दैन। हरेकले आफ्नो लेखा आफैले बुझाउनुपर्छ। तपाईँको छोरा बुहारीले यीशुलाई मान्यो भने त्यो त उनीहरूको निम्ति मात्र भयो, तपाईँको निम्ति मिल्दैन। मिलाइदिनुहोस् न, त्यति मिलाउँदामा के फरक पर्छ र? बेकारमा किन यसरी दुःख दिनुहुन्छ? हुन्न हुन्न हुन्न,
त्यसो भए म, मेरा श्रीमान अनि मेरा आफन्तहरू पनि स्वर्ग जान पाउँदैनन्? यदि यो पुस्तकमा नाउँ कोरिएको छैन भने अवश्य पाउँदैन। त्यसो भए मलाई एक पटक फर्केर जान दिनुहोस्। बिन्ती छ, बिन्ती छ, म तिनीहरूलाई भनेर आउँछु, येशू देवता मान, येशू देवतामा मात्र मुक्ति पाइन्छ, उद्धार पाइन्छ भनेर म यहाँको स्वर्गीय रहस्य उनीहरूलाई भनेर आउँछु। अब असम्भव छ। यहाँको रहस्य पृथ्वीवासीहरूमा खोलिदिएकै छ। स्वीकार गर्नु नगर्नु यो उनीहरूको कुरा हो। तपाईँ खुरुक्क जानुहोस्, मैले अरूलाई पनि हेर्नु छ। बिन्ती छ, मलाई एक पटक जान दिनुहोस्, बिन्ती छ। मिल्दैन भनेको सुन्नु भएन? तपाईँ खुरुक्क जानुहोस्। म त्यहाँ जाँदिनँ, म त्यहाँ जाँदिनँ, नै म जाँदिनँ। बुढीलाई दया गर्नुहोस्, तपाईँलाई धर्म मिल्छ, बिन्ती छ। तपाईँहरूको नाम जीवनको पुस्तकमा लेखिएको कोरिएको चाहनुहुन्छ भने आज नै तपाईँहरूले यसुलाई ग्रहण गर्नुपर्छ। के थाहा, भोलि हामीहरूले नदेख्न पनि सक्छौँ, हाम्रो निम्ति भोलि नआउन पनि सक्छ। उसो भए म पनि उहाँलाई आज नै ग्रहण गर्छु। म पनि उहाँलाई ग्रहण गर्न चाहन्छु। म पनि उहाँलाई ग्रहण गर्न चाहन्छु। उसै आउनुहोस्, उहाँमा हाम्रो सबै पाप अधर्महरूलाई स्वीकार गरौँ। हाम्रो हृदयबाट नै उहाँलाई हामीले गरेका सबै भुल गल्तीहरूलाई, अधर्मका कुराहरूलाई निकालौँ। हामीले हाम्रो हृदयमा प्रार्थना गरी आजै हामीले उहाँलाई निम्त्याउँ। प्रार्थना भनेको परमेश्वरसँग बातचित गर्नु हो। यदि तपाईँहरूलाई प्रार्थना गर्न आउँदैन भने मेरो पछि पछि भन्नुभए पनि हुन्छ। उसै आउनुहोस्, हामी घुँडा टेकेर प्रार्थना गरौँ। प्रभु येशू, आज मलाई तपाईँको खाँचो छ। मैले सबै जानी नजानी गरेका पाप अधर्महरूलाई क्षमा गरिदिनुहोस्। मेरो जीवनको ढोका तपाईँको निम्ति खोल्दछु। तपाईँलाई मेरो प्रभु र मुक्तिदाता भनी ग्रहण गर्दछु। अब यो जीवनलाई तपाईँले मनपर्ने बनाउनुहोस्। यो जीवनलाई तपाईँको हातमा राख्दछु। आमेन। के तपाईँको नाम जीवनको पुस्तकमा कोरिएको छ? के तपाईँको जीवन अनन्त जीवनमा सरेको छ? छैन भने समय हुँदै जीवन छँदै सोच्नुहोस्, तपाईँ कहाँको भागी बन्दै हुनुहुन्छ? स्वर्गको या नर्कको?